नमस्ते, यहाँहरूलाई मल्टिपल मौलिक चौतारीमा स्वागत छ। यो चौतारी यहाँहरूको पनि हो। अवश्य। अत आज हामी फेरि पनि यहाँहरूको माझ आएका छौँ, एउटा विषयलाई लिएर आएका छौँ र यहाँहरूले पनि सुनेर हेरेर साथ दिनुहुनेछ भन्ने कुरामा हामी आशावादी छौँ। र यहाँहरूले पनि कमेन्टमा सौहार्दपूर्ण लेखिदिनु होला भन्ने हामी अनुरोध गर्दछौँ। डीएम पनि गर्न सक्नुहुनेछ र आफूलाई लागेको कुरा, किनभने मैले अघि नै भनिसक्नुभयो, यो मल्टिपल मौलिक चौतारी भनेको तपाईँ हाम्रो साझा चौतारी हो। मल्टिपल आर्टद्वारा सञ्चालित मल्टिपल मौलिक चौतारी नेपालमा भएका हामी 125 समुदायहरूका सामग्रीहरू, उदाहरणको लागि सानसानो डेमो देख्न सक्नुहुन्छ यहाँ सरी, र विविध कलाहरू गर्दैछौँ। हामी गर्दै आएका थियौँ। विभिन्न राजनीतिक रूपले, आर्थिक रूपले विभिन्न जङ्गलमा परेर चाहिँ नि हामीले बिचमा अलिकति ब्रेक गरेका थियौँ होइन। ब्रेक गरेर फेरि अलिकति गाडीलाई सेलाएपछि गाडी हाँकिन्छ नि, त्यस्तै त्यसैले विभिन्न सरकारको पालोमा कतिपय सरकारहरूले सहयोग गर्ला झैँ गरे, कति सरकारको पालोमा कतिले चुसे होइन। कला कौशललाई देखाउने धारा बनाएर र सुध्रिनु होला तपाईँहरू भन्न चाहन्छौँ। तपाईँहरूको नाम लिएका छैनौँ हामीले, सुध्रिनु होला र बधाई दिन आएका छौँ हामी बालेन सरकारलाई होइन। बधाई छ र आशा गरौँ, भरोसा नपरौँ भन्न चाहन्छौँ। र बालेन सरकारलाई होस्, कुनै पनि पार्टीको सरकारलाई हो, बाइ द वे हामी पार्टीका होइनौँ, कुनै धर्म जात भनेर हिँड्दैनौँ हामी, समुदाय चाहिँ भन्छौँ हामी। र समुदायले समुदायलाई सम्मान गर्नु जानेन भनेदेखि हामी आफूले आफ्नै खुट्टामा बन्चो हानेको साबित हुनेछ। भनेपछि अब कुनै पनि सरकार आउँदाखेरि हामीले सौहार्दपूर्ण रूपमा, अहिले हामीले भने चाहिँ कमेन्ट गर्नुहोस्, डिएम गर्नुहोस् र सौहार्दपूर्ण रूपमा आन्दोलन गर्नुहुन्छ भने सडकमा टायर बालेर ढुङ्गामुढा गरेर समुदायलाई हेपेर तथा नाम बोलेर होइन, नेपालको मौलिक सांस्कृतिक झल्किने खालको एउटा नेपालको इज्जत, नेपालीको इज्जत, अन्तर्राष्ट्रिय छवि त्यो कायम हुने खालको चाहिँ सौहार्दपूर्ण रूपमा शान्ति र्याली गर्नु होला। मानेन भने अर्को तह अन्तर्राष्ट्रिय तह ग्लोबल भिलेज भइसकेको छ, तपाईँहरूलाई थाहै होला। अन्तर्राष्ट्रिय नजर पनि कुनै पनि राष्ट्रमा परेको हुन्छ। त्यसैले हामीले सरकारलाई पनि अत्याउने काम नगरौँ। सरकारले पनि जनताले त केही पो नगर्दो रहेछ भनेर भित्रभित्रै खल्ती भर्ने काम गर्दाखेरि के हुँदो रहेछ हेर्नुभयो होला। त्यसैले विकसित राष्ट्रमा जस्तै रोडलाई चौडा गरेर देशलाई सुन्दर बनाएर घर चाहिँ बरु सानै किन नहोस्, त्यता गयो भने हाम्रो देश बन्यो भने हाम्रो घर पनि बच्यो। देश नै नरहे तपाईँको घर आलिसान बनाएर तपाईँ 7 तला माथिबाट राजा बनेर हेर्नुभयो भने तपाईँ एक दिन सडकमा झर्नुहुनेछ। त्यो कुरा लेखेर राख्नुहोस्। भूकम्पको कारणले, लडाइँको कारणले, हेपिएको कारणले, आर्थिकको कारणले, रोगी भएका कारणले र शत्रु लागेको कारणले, राष्ट्र सडकमा धुल चाट्नु पुगेको कारणले, विविध कारणले तपाईँको घर कल्याप्स हुनेछ, तपाईँको घर निलम्बित हुनेछ, निलाम हुनेछ, तपाईँ पनि सडकमा पुग्नेछ, तपाईँ हामी पुग्नेछौँ भन्न चाहन्छौँ। त्यसैले हामीले आफ्नो सम्पत्तिलाई जगेर्ना गर्नु छ भने पहिला देशलाई जगेर्ना गरौँ र तपाईँ हामी सुसूचित भएर भाषा, विचार, बोली शुद्ध, उहाँले भन्नुहुन्छ पटक पटक, मान्छेको विचार शुद्ध, आहार शुद्ध, व्यवहार शुद्ध, अनि मात्रै बोली शुद्ध हुन्छ भनेर हाम्रो नेपालको नेताहरूको बोली मात्रै शुद्ध भयो, व्यवहारमा शुद्ध भएन भनेर उहाँहरूको टिमले, चेलीबेटीहरूले भन्नुहुन्छ। मलाई मजा लाग्छ। विचारमा शुद्ध नभएको कारणले गर्दाखेरि अहिले हाम्रो देशले यस्तो परिस्थितिलाई भोग्नु परेको छ होइन। अनि जुन हाम्रो जुन अन्तर्राष्ट्रिय जुन एउटा फरेन कन्ट्रीहरूले पनि हामीलाई कस्तो नजरले हेरिरहेका छन् त, त्यो यहाँहरू सबैजना यसबारे जगजाहेर नै हुनुहुन्छ। मैले यसको बारेमा भन्नु कुनै आवश्यक छैन जस्तो लाग्छ। र हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह लगायत उहाँको टिमहरूलाई हामी के अनुरोध गर्न चाहन्छौँ भने विकास गर्नु आवश्यक छ, तर विकास भन्दा पनि अति महत्त्वपूर्ण भनेको इन्टरनेसनल रिलेसनसिप हो। र यहाँहरूले परराष्ट्र नीतिलाई चाहिँ एकदम सकारात्मक ढङ्गले कायम गर्नु होला भन्न चाहे, तटस्थ रहनु होला। तटस्थ नीति, किनभने तटस्थ त हामी भन्दैनौँ, मध्यस्थ त नेपालले गर्नै सक्दैन, अबको 500 वर्ष पनि सक्दैन होला। यो निरुत्साहित हतोत्साहित बनाएको होइन, वास्तवमै जे छ त्यो भन्नुपर्छ, यथार्थ सत्य हो। यथार्थ तटस्थ नीति चाहिँ हामी राख्न सक्छौँ अवश्य पनि, किनभने हाम्रो छिमेकी राष्ट्र, दात्री राष्ट्र अनि हाम्रो सहयोगी राष्ट्र भनेर हुँदैन। छिमेकीले कस्तो नजरले हेर्दैछन्, एकतर्फीको बजेट लिने, जस्तै एमसिसी पास भएको कुरा छ। हाम्रो अमेरिकासँग विरोध होइन, तर एमसिसी पास गर्दाखेरि छिमेकी राष्ट्रहरू जुन उदाउँदो शक्ति, ठुल्ठुला शक्तिहरू राष्ट्रको बिचमा हामी छौँ, कस्तो नजरले हेरेका छन्। अनि ती राष्ट्रहरूसँग हाम्रो सम्बन्ध कस्तो ऐतिहासिक कालखण्डदेखि अहिलेसम्म कस्तो कायम भएको थियो त, हामीलाई कस्तो वाम एकदम भाइचारा नजरले हेरेका थिए। अब एउटा सानो बजेटले व्यक्तिहरूको खल्ती भर्नाले गर्दा, देशमा एउटा बजेटको नाउँमा विकास विकृति ल्याउनेले गर्दा छिमेकी राष्ट्रले हेर्ने नजरियाहरू बदलिएको छन् कि
होइन? त्यो अब एमसीसी पास भइसके पश्चात हुनुपर्ने विकासहरू हामीले देखिएको छैन होइन। हो। अब हुनुपर्ने हो नि त विकास, तर भएको छैन। अब के हुँदैछ त भन्ने चाहिँ तपाईँ हामीले चाहिँ नजर लाउनु जरुरी छ यसको नजर बारेमा। लाउनु जरुरी छ। सरकारले पनि यो हुँदैछ, यति बजेट यो हुँदैछ भने प्रष्ट गरिदिनु होला, नत्र भने हविगत भनेको अब कतिखेर के हुन्छ भन्ने कुरो ग्लोबल भिलेज भइसकेको छ। एआई डिजिटल जमाना डिटेक्ट काहीँ न काहीँबाट भइहाल्दो रहेछ। सत्य डक्दैन, झुटो टिक्दैन। यो चाहिँ सरकारसम्म पुर्याइदिनु होला। अघि उहाँले भनिहाल्नुभयो मल्टिपल मौलिक चौतारी भनेको तपाईँ हाम्रो सबैको साझा चौतारी हो। हामी साझा हौँ, हामी कलाकार हौँ, मूर्तिकार, सङ्गीतकार, कृषिकार, हाम्रो यस्तैमा समय बित्छ। त्यसैले तपाईँको छोराछोरी, तपाईँको शुभचिन्तक, तपाईँको नातागोता, तपाईँको छिमेकीहरूलाई प्रशस्त सेयर गरिदिनु होला। यो कार्यक्रमबाट जति पनि फाइदा हुन्छ, जति पनि सुसन्देश फैलिन्छ, त्यो सबै साझा नेपालीको लागि प्रयोग हुनेछ भन्न चाहन्छौँ। अन्तत हाम्रो आफ्नै कमाइ, आफ्नै खाने भाँडो, आफ्नै गर्ने भाँडो, हाम्रो रगत पसिना कला सिपबाट हामी चलिरहेको छ हाम्रो जिन्दगी। तर नेपाल सरकारले, अबको सरकारले चाहिँ कलाकारहरूलाई सिपमूलक स्किल भएका साइन्टिस्ट, इन्जिनियर, डक्टर, पाइलट, कलाकार, कुनै पनि कृषक हो, कुनै पनि गिटी कुट्ने एउटा मजदुर गरी खाने, दैनिकी गुजारा गर्ने कुनै पनि जनतालाई लुकाएर छिपाएर कार्य नगरिदिनु होला भनी विनम्र अनुरोध गर्दछौँ। र कुनै पनि बजेटलाई विनियोजन गर्दाखेरि ती बजेटलाई चाहिँ, ती बजेटहरूलाई दात्री राष्ट्रबाट र सहयोगी राष्ट्रबाट, छिमेकी राष्ट्रबाट र हितेरी मितेरी कुनै राष्ट्रबाट ल्याएको तपाईँको आफ्नै बलबुताले, आफ्नै कोसिस नेगोसिएसनबाट, तपाईँको कुटनीतिक ढङ्गले तपाईँले आफैले वार्ता गरेर ल्याउनु भएको बजेटलाई पनि यहाँ हामीले सुन्ने गर्छौँ नेताहरूको मुखबाट। मैले कतिपटक सुनेको छु, मैले यति वार्ता नगरेको भए त्यो बजेटै आउँथेन भनेर धेरैले भन्ने गर्छन्। त्यही वार्ता गर्नुलाई नेता बनाएको होइन तपाईँहरूलाई हामीले, भोट हालेको होइन भनेपछि तपाईँले वार्ता गर्नु कसरी गर्नुभयो त्योसँग मतलब होइन। वार्ता सफल गर्नु भएर त्यो सफलतापूर्वक आएको बजेटले सफल विकास गरेकोलाई मात्रै हेर्नेछौँ हामीले। मैले यस्तो मिठो बोलेँ, मैले ल्याएको बजेट मै खान्छु भन्ने टाइपको तपाईँहरू नबोल्नु होला। हामी धेरै वाच गर्दैछौँ। हामी यहाँ कार्यक्रम कन्डक्ट गर्नुको पनि ठुलो समर्थन, व्यक्ति समर्थन छन्। हाम्रा मेची महाकाली कलाकारहरूद्वारा मिलेर हामीले सरसल्लाहमा गरेको यो मौलिक चौतारी कार्यक्रम हो। यो घर घरको कार्यक्रम हो, जिम्मेवारीको कार्यक्रम हो, नेपालीको आवाज हो। र त्यसै गरी हामीले, उहाँ व्यस्त हुनुहुन्छ कला क्षेत्रमा, उहाँले आफ्नो चाहिँ नि मौलिक विभिन्न 125 समुदाय हामी नेपालीहरू छौँ। जात नभन्नुहोस् है, जात पटक पटक भन्ने गर्छौँ हामी, जात भन्नु हुँदैन। जात काँक्रो, फर्सी, फलफुलको, पशु पक्षीको पो जात हुन्छ त, चराचुरुङ्गी। मान्छेको जात त के भन्नु, मानव त। मान्छेको जात भनेको मानव मात्रै हुन्छ। विभिन्न भिडियोमा हामीले भन्ने गरेका छौँ, 3 लिङ्ग छौँ हामी, स्त्री पुरुष तेस्रो लिङ्गी। तपाईँको घरमा पनि तेस्रो लिङ्गी जन्मिनु सक्छ कुनै बेला। हेप्ने नगर्नु होला, चेप्ने नगर्नु होला। र हामी मानव जात मानव हौँ। र लिङ्गले 3 लिङ्ग र वर्णले 3 वर्ण। पृथ्वीनारायण शाहले पनि फेक भनेको रहेछ भनेर कति सुन्छौँ नि। अनि कति कुरो नेपाल एकीकरणको क्रममा कुनैले पनि राम्रो र नराम्रो गरेका हुन्छन्। जानी जानी नराम्रो गर्नु हुँदैन, अन्जानमा नराम्रो हुनसक्छ। 4 वर्ण 36 जात भन्ने कुराहरू चाहिँ यो होइन रहेछ कि वास्तवमा। किनभने 3 वर्ण रहेछ, 1 मानव रहेछौँ हामी। महिला पुरुष पनि मानवै हो। तपाईँलाई मेरो आफ्नै भाइलाई मेरो ब्लड, मेरो रगत ठिक नभएर 7 समुद्र पारीको त्यो ओठ ठुल्ठुला भएका, कपाल गाग्रा गुगुर भएका हाप्सी साथीहरूको रगत हुनसक्छ, जसलाई हामीले कथित दलित बनाएका छौँ। अनि उपल्लो जात भनाउँदा साथीहरू हस्पिटलको बेडमा परेका छन् भने उसकै बाबुआमा, उसकै छरछिमेकी, उसकै नातावादबाट रगत फिट नभएर, ग्रुप नमिलेर कथित दलित बनाइएका दाजुभाइहरूबाट रगत फिट हुनसक्छ। त्यसैले हामी मानव हौँ, जात प्रथा मान्छेले ल्याएका हुन्। यो कार्यक्रमबाट 125 समुदायको यो कार्यक्रम हामी सबैले बचाउँ र हामी जात भनेर नबसौँ, समुदाय बस्न सक्छौँ। हामी समुदायबाट फाइदा लिन सक्छौँ। विदेशी पर्यटकहरू आउँदाखेरि एउटा डाँडाबाट अर्को डाँडामा अर्को पोसाक, अर्को खानपान, अर्कै रहनसहन, तर हामी नेपाली हौँ है भनेर एक छत्ता भएर एक छाता मुनि बस्दाखेरि त्यसको रस नै, चामिङ नै, त्यसको स्वाद नै अर्को हुन्छ, त्यसको सन्देश नै विश्वसम्म अर्कै जान्छ भन्न चाहन्छु प्रियहरू। त्यसैले मुख उहाँले भन्नुभयो जस्तै विचार शुद्ध, बोली शुद्ध, के भन्यो, आहार शुद्ध, विहार शुद्ध, विचार शुद्ध अनि बोली शुद्ध। नेताहरूमा बोली मात्रै शुद्ध भयो, एक्टिङ भयो, आहार शुद्ध भयो, आहार पनि शुद्ध भयो। नेताहरू मिठो मिठो चुनिँदा खानुहुन्छ नेताहरू। बिहार पनि बस्ने सुत्ने घर आलिशान भयो नेताहरूको है, तर विचार शुद्ध भएन, बोली पनि शुद्ध गराउनुहुन्छ दुरुस्तै।
के नै विकास गर्नलाई चाहिँ गर्नुहुन्छ। हाम्रो पूर्वाग्रह आग्रह कोहीसँग नि छैन, कुनै पार्टीका होइनौँ हामी। हामी यसै गरी गाई जात्रे पाराले भन्नेछौँ। के अरे यो शब्द चाहिँ नि तितो शब्दको चाहिँ दुईतिर धार हुन्छ अरे, त्यो दुईतिरै काट्छ अरे के। चोर भन्दाखेरि चोरले खुट्टा तान्छ अरे कि, 20 जनालाई खुट्टा सिधा बनाएको थियो, चोरको खुट्टा तान भनेर खुकुरी उठाउँदा एकजनाले चाहिँ फुत्त खुट्टा तानेछ अरे, त्यो चाहिँ चोर भनेर पक्रेछ अरे। भनेपछि जसले गल्ती करतुत गरेका छन्, करतुत गर्नेहरूलाई यो वचन लाग्नेछ। त्यसैले सुध्रिनुहोस् तपाईँहरू भन्न चाहन्छु। हामीलाई पनि नचुस्नुहोस्। अब हामी जस्ता आविष्कारक, हामी जस्ता कलाकारहरू धेरै छन्, फरक फरक होला होइन। मैले गर्ने प्राउड मैसँग छ, मैले विश्वमै नगर्ने कुराहरू हामीले गर्छौँ, उहाँले पनि विश्वमै नगर्ने अनौठो अनौठो कलाहरू गर्नुहुन्छ भनेपछि मेसिनहरू बनाउँछौँ हामी, हामी जस्ता धेरै छन् भनेपछि ठाउँ ठाउँबाट सबैलाई एजुकेसन हिसाबले चाहिँ सिप, शिक्षा, स्किल सबै बराबर राज्यको ढुकुटीबाट चाहिँ नि छुट्याएर आधी चाहिँ व्यक्तिले खल्तीमा हाल्ने, आधी चाहिँ कार्यक्रम कन्डक्ट गर्ने भनेर सिटिभिटीको माध्यमबाट अनेक थरी नगर्नु होला भन्न चाहन्छु। पारदर्शी हुनु पर्यो, सबै पारदर्शी हुनु पर्यो, गोप्य राख्नु भएन हैन, गोप्य राख्नु भएन, पारदर्शी हुनु पर्यो। पारदर्शी गर्दै पनि तपाईँ गरिब हुनुभयो, तपाईँले एकदम सुसूचित गराउनु भएको छ समाजलाई, तपाईँले आफ्नै खल्तीबाट पनि विचार बनाउँदा गरी खर्च गर्नुभएको छ, तपाईँलाई सबैको भलाइको लागि गर्दा गर्दै तपाईँ सडकमा पुग्नुभयो भने त्यही समाजले पाल्छ। नेपाली समाज त्यस्तो राम्रो छन्। फेरि तर विदेशीहरूलाई सोद्धाखेरि नेपालीहरूको सरी र एक्सक्युज चाहिँ नेपालीबाट भएन। हामीले नकारात्मक सोध्छौँ, सबैले हाउ यु फिल अबाउट नेपाल एन्ड नेपाली भनेर सोध्छन्। विदेशीहरूले गुड नेपाली, ब्युटिफुल नेपाली, स्माइल गुड भनेर लगाइदिन्छ। नराम्रो के छ नेपालको त्यो भन्नुहोस् न। अर्को भिडियोमा नि हामीले भनेका छौँ, नराम्रो के छ नेपालको बारेमा भनिदिनुहोस् खुलेर, हामी तपाईँलाई पूर्वाग्रह केही राख्दैनौँ भन्नुपर्छ। के कुराको कमी छ नेपालमा भन्नुहोस्। अनि उहाँसँग हितेरी मितेरी गरेर नजिकबाट एकदम सोलली आत्मामा भिजेर उहाँहरूको मन लिने कुरा गर्नुहोस्, तपाईँलाई डर लाग्दो कुरा भनिदिनुहुन्छ। हरेक टुरिस्टले नेपालमा हस्पिटालिटी छैन, 1 नम्बर, बोली व्यवहार राम्रो छैन, खानपान शुद्ध छैन, नेपालमा शुद्ध छैन। अनि पेस्टिसाइड्स गरिएका छन्, त्यो कृषिमा पनि धेरै औषधि प्रयोग गरेका छ, मापदण्ड छैन भन्ने कुराहरू सुन्नुहुन्छ तपाईँ। त्यस कारणले गर्दाखेरि हामीले देख्न सक्छौँ विभिन्न हैन क्यान्सर लागेका, अल्पयुगमै मृत्यु भएका छन्, विभिन्न देख्न सक्छौँ। हार्ट एट्याक हुँदैछ, अब किडनी फेलियर, लिभर फेलियर, हार्ट फेलियर हैन, ब्रेन फेलियर, कार्डियक अरेस्ट, विभिन्न सुन्छ भनेपछि यो सबै पेस्टिसाइड्स भएर यो अत्याधिक विषाक्त पदार्थ चाहिँ नि कृषिमा चाहिँ प्रयोग भयो भन्ने कुराहरू विदेशीबाट सुन्छौँ। हामी त सुनेर के गर्ने, बुझेर के गर्ने, खानै पर्यो। नेपालमै बसेका छौँ, नीति नियम राम्रो बन्दैन हो। अनि आपत परिस्थिति नेताहरू भाग्दो रहेछ, जनतालाई खालि भुमरीमा पार्ने, लडाइँ झगडा हुलदुङ्गामा पार्ने। अनि हामी जनताहरू पनि भेडा जस्तै कि, फरक सेतो भेडा, कालो भेडा है, खैरो भेडा, काटेपाङ्ग्रे भेडा, फरक फरक जथा बटालियन ट्रुपमा बाँडिएका छौँ। अनि त्यसपछि लड्यो बस्यो। हामीले पनि सम्पूर्ण नेपाली एक मनको भएर सम्पूर्ण समुदाय हितेरी मेतेरी नभएर हामी दाजुभाइ हौँ, दिदीबहिनी हौँ भनेर सिङ्गो नेपाल एक ठाउँ रहेर कसले के जानेका छन् त बाँड्ने चुड्ने। सरकारले पनि त्यसै गरी बजेट चाहिँ छुट्याउने भइदिएको भए आज हामीले जानेको कला पनि कति राम्रो गरी सिकाउँथ्यौँ। तर हामीलाई प्रयोग गरेर चुसिदिने भयो। हामी त डराउनु पर्ने भयो, चुस्ला भनेर नेता आउँदाखेरि पनि भाग्नुपर्छ। मै भनौँ न, मलाई आजसम्ममा लाइफमा मलाई झन्डै 7-8 जना त मन्त्रीले भेट्नु आयो होला है, नाम नलिउँ, नेताहरू कति भेट्नु आयो, म भाग्ने गरेको छु। सोध्नुहोस्, काठमाडौँमा सोध्नुहोस्, पूर्वमा सोध्नुहोस्, कति मलाई चिनेका साथीहरूले भनिदिनुहुन्छ। म नेताहरू मैले आइडी मात्रै कति फेरिसकेँ, फेसबुक आइडी पनि कति फेरिसकेँ। कुनै न कुनै माध्यमबाट बोलाउने, नजाउँ भने नेता जाउँ भने प्रयोग गरिदिन्छन्। भनेपछि अब नेता भनेपछि हामी ओहो नेताज्यू भनेर बस्नुपर्ने बेलामा त कति राम्रो काम गरिदिनुहुन्छ भन्नुपर्ने बेलामा त नेतादेखि भाग्नुपर्ने यो स्थिति। अब त्यस्तो नहोस्। जेनजीको आन्दोलनले पनि देखाएको छ, संसारले देखाइराखेका छन् संसार कहाँबाट कहाँ पुगे भनेपछि नेपाललाई कसरी चिनाउने कुरा गरेको दुःख पाइलाई पछि कुरा धेरै रास छन्। त्यसैले अब हामीले विकास गर्नुभन्दा अगावै हामीले आफ्नो परिवर्तन गर्न आवश्यक छ, आफैको परिवर्तन गर्न आवश्यक छ, विचार बोली सबै कुरामा हैन। हामीलाई आक्रोश आयो भन्दैमा हामीले त्यो आक्रोशलाई चाहिँ एउटा छाडा बोलेर हामीले त्यसलाई चाहिँ प्रवाह गर्नु हुँदैन। एउटा शुद्ध बोलेर राम्रो विचार, अर्को भनेको परराष्ट्र नीतिको बारेमा पनि भन्दै हुनुहुन्थ्यो। परराष्ट्र नीति चाहिँ राम्रो कायम गर्नुपर्छ। विकास भन्दा पनि मनोनित हुनु भन्दा पनि अहिले बालेन सरकार आयो, केपी सरकार आयो, शेरबहादुर देउवा आयो, को आयो भन्नु भन्दा पनि मुख्य भनेको परराष्ट्र नीति चाहिँ तटस्थ नीति हुनुपर्छ। फेरि
त्यो न्युट्रालिटी, त्यो फेरि मध्यस्थ नीति होइन। मध्यस्थ हामीले गर्न सक्दैनौँ नेपालीले, हामीलाई पत्याउँदैन। यो मैले भनेको होइन, संसारले आइक्यू लेभल कम भएको भनेर चिनिसके। पटक पटक बेइज्जत भयो, पटक पटक पतन भयो नेपाल। कहिले लडाइँ झगडा हुलदुङ्गा, कहिले चाहिँ नि आइक्यू लेभल कम भएका, कहिले पेस्टिसाइड गरेर खाने खनिजहरू 5 स्टार होटलमा नि गतिलो खाना छैन, कहाँ कृषकबाट जाने हो, कृषिमा मापदण्ड छैन भन्ने कुराहरू सुन्छौँ। थाहै होला तपाईँहरूलाई। भनेपछि अब हामीले सबभन्दा पहिला हामीले प्रधानमन्त्री मन्त्रीहरूलाई अथवा चाहिँ नि अदालतलाई, कुनै पनि त्यो निकायलाई होइन, एक्जिक्युटिभ, जुडिसियरी, लेजिस्लेचर, हामीले कुनै पनि त्यो कम्पोनेन्टलाई हामीले सजगता गराउनु पर्ने भनेको जनताको तर्फबाट। सर्व जनता हुन्, सर्वोच्च पनि होइन, नेता पनि होइन, जनताले गर्ने हो सबै। भनेपछि जनता एक छैनौँ हामी। जनता एक र नेता एक भइदिएको भएदेखि देश कहाँबाट कहाँ पुग्थ्यो? घर सानो देश सुन्दर र रोड ठुलो भइदिए भए हाम्रै नाम चल्थ्यो। घर ठुलो देश सानो बनायो भने भोलि हुलदुङ्गा भयो, धेरै घटना भयो भने पहिला तपाईँकै घर जान्छ, हाम्रै घर जान्छ। घरले ठुलोले केही पनि हुँदैन। देश सुन्दर र ठुलो भयो भने घर सानो भयो भने सस्टेनेबल हुन्छौँ भन्ने कुरा प्रष्ट हुनुपर्छ। अरू देशबाट सिकौँ र आफू छाडा बोल्ने, आफू मन परी गर्ने, जे पाए त्यो खाएर बाटोतिर यत्र तत्र फोहोर गर्ने, अरूलाई चाहिँ सफा भएन भनेर कुरा काट्ने, अरूलाई यसरी देखाउने, आफू 3 वटा आउँला थाहै होला। त्यसैले सबभन्दा पहिला भनेको अघि उहाँले भन्दै हुनुहुन्थ्यो, के गर्नु पर्यो प्रधानमन्त्रीले? इन्टरनेसनल रिलेसनसिपमा न्युट्रल बस्नु पर्यो। न्युट्रल बस्नु पर्यो, परराष्ट्र नीति राम्रो कायम गर्नु पर्यो। दोस्रो भनेको बल्ल दिगो विकास। तेस्रो भनेको इम्प्लिमेन्टेसन, सबैलाई साझेदारीमा सबैलाई प्रयोग गर्नु पर्यो, सबैलाई रोजगार दिनु पर्यो, समुदाय छुट्याउने होइन र कुनै कुरा गोप्य राख्नु भएन। सानोदेखि ठुलो कुरा सबै पारदर्शी सार्वजनिक गर्नु पर्यो। प्रधानमन्त्री अथवा कार्यकारिणी को हुनुहुन्छ? अब राष्ट्रपति कार्यकारिणी हो कि प्रधानमन्त्री हो कि गृहमन्त्री, कृषि मन्त्री, वाणिज्य मन्त्री, राष्ट्रिय पर्यटन तथा उड्डयन मन्त्री, परराष्ट्र मन्त्री, कुनै पनि कानुन मन्त्री, जुनसुकै मन्त्री भए तापनि प्रदेशदेखि नगरदेखि वडासम्म पारदर्शी भएन भनेदेखि देश कहीँबाट उँभो लाग्दैन। त्यसैले यो प्रष्ट हुनुहोस्। जनता र नेपाली जनता र विभिन्न औदाका व्यक्तित्वहरू अनि ब्युरोक्राट्स, यहाँको जुन करप्सन, जुन ब्युरोक्राट्स कर्मचारी तन्त्रहरू छन्, त्यो हट्नुपर्छ। हरेक कर्मचारीलाई स्यालेरी पनि बढाइदिनुहोस्। सरकारले पनि बरु भ्रष्टाचार हुनुभन्दा त स्यालेरी बढाइदिने नि, स्यालेरी कम नहोस्, बिजोग नहोस्। र सेवाग्राहीले पनि सम्मान गर्न सिकौँ कर्मचारीलाई। कर्मचारीले पनि सेवा प्रवाह गर्नु एकदम स्फूर्त ढङ्गले सेवा प्रवाह गरिदिनुहोस्। प्रहरी जनताको साथी, जनता प्रहरीको साथी भन्ने जुन समथिङ के नारा छ, त्यो नारालाई अक्षरशः कायम गर्नुको लागि प्रहरीले वर्दी लगाएर करप्सन गर्नु भएन। प्रहरीहरूले पनि जनतालाई माया गर्नु पर्यो। आफ्नै तिनै घरबाट प्रहरी भएका हुन् भनेर जनताले पनि प्रहरीलाई सम्मान गर्नु, माया गर्नु, सहयोग गर्नु आवश्यक छ। आर्मी हाम्रो गौरव हुन्। आर्मीले चाहिँ व्यक्तिको कुरा सुन्ने होइन, आर्मी तटस्थ रहनुपर्छ, प्रहरी पनि तटस्थ रहनुपर्छ, जनता पनि तटस्थ रहनुपर्छ र ती पदमा पुगेकाहरू पनि तटस्थ रहनुपर्छ भन्नु आवश्यक छ। पहिला परराष्ट्र नीति राम्रो हुनु पर्यो। एकपक्षीय गऱ्यो भने भोलि गएर तपाईँको देशमा ठोकिदिएपछि विकासले के गर्छ अहिले हेर्नुहोस् त। त्यसैले अब हामीले के गर्नु पर्यो भन्दाखेरि हामीले पहिला परराष्ट्र नीति, दोस्रो विकास, त्यो विकास पनि दिगो विकास। नेपालमा कति कम्पनीहरू खेलाएर बसेका छन् होइन, भन्न चाहन्छौँ। अब उहाँले बोल्न चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ उहाँको तर्फबाट सुनौँ। र मैले अब उहाँले जति भन्नु पर्यो उहाँले भनिसक्नु भएको छ र यहाँहरूले पनि बुझिसक्नु भएको होला। अब अन्तिममा म यही भन्न चाहन्छु, जति कुरा भन्नुपर्ने थियो उहाँले भनिसक्नु भएको छ होइन, र यहाँहरूले पनि बुझिसक्नु भएको होला। र हामीमा पनि केही कमी कमजोरी छन् भने यहाँहरूले भन्न सक्नुहुन्छ। र धन्यवाद छ हाम्रो शुभचिन्तकहरूले भन्नुभएको छ, धन्यवाद। र हामी यसरी नै हरेक कुराहरू कमी कमजोरीलाई चाहिँ सुधारेर हामी अगाडि बढ्नेछौँ भन्न चाहे। र हामीले अब समयको पनि ख्याल राख्दै होइन, जुन हामी भन्छौँ समय एकदमै बलवान हो भनेर, यी सबै कुरालाई हामी ख्याल राख्दै हामी यो प्रोग्रामलाई हामी यही नै थाती राख्नेछौँ। र फेरि पनि हामी अर्को प्रोग्राम यहाँहरूमाझ चाँडै नै ल्याउनेछौँ भन्ने बाचाका साथ अहिलेको लागि हामी बिदा लिन चाहन्छौँ। यो मल्टिपल मौलिक चौतारीबाट बिदा चाहन्छौँ। नमस्ते।